भोलि एकचोटि डाक्टर तँलाई बोलाउनु पाए हुन्थ्यो कि त्यसै गरौँ न त मा हजुर मा जान बाबु ती डाक्टरलाई बोलाएर लिएर आइज हुन्छ मा ए माइला पक्न तर अलि डाक्टरले नपत्याउला म जान्छु मा म जान्छु नि ए आएको हेरे अलिक चाँडै आइज होइन पर्दैन तिमीहरू यहाँ बाह्र हेर्न म लिएर आउँछु है मा एकछिन हेर्नु न 12 महिनादेखि बेताले चापेर साह्रै हुनुहुन्छ एकचोटि तपाईँलाई देखाउन पाएदेखि निको हुन्ला कि भन्ने आशाले आएको थिएँ डाक्टर साहब डाक्टर साहब म आएको आधी घन्टा भइसक्यो डाक्टर साहब एकछिन पछि 1 घन्टा पनि हुन्छ तिमीलाई चाहियो भन्दैमा समयले पर्खिरहन सक्छ साह्रो मान्छेलाई छोडेर आएको डाक्टर साहब ज्यादै बिरामी भएको म त चिन्तामा छु डाक्टर साहब धेरै कसरत नगर यहाँ किताब हेर्न ध्यान फर्कल नगर डाक्टर साहब बाले वहाँ कति गाह्रो भइरहेको छ कति समय लगाउनु भएको डाइ जाउँ न डाइ डाक्टर साहब न बाला बाटाले चेपे जस्तो छ डाक्टर साहब एकचोटि हिँडिदिनु न जस्तै बुबानी सुवादीहरू कसैलाई देखाएको भए पनि हुन्थ्यो तिमीहरूलाई फिस कम पर्छ अब मलाई त फिस चाहिन्छ केटा हो यहीँनिर तिमीहरूलाई मुस्किल पर्छ डाक्टर साहबलाई एकचोटि देखाउन पाएदेखि बालाले आराम होला कि भनेर डाक्टर साहब त्यसो भए म आएको फिस दिइहाल नि त 5 रुपैयाँ अब मेरो यस्तै दस्तुर छ ढुवा ल्याएको छ त्यो त मरु डाइ डाक्टर साहब हतारमा दौडेर आएको घर पुग्न साथ टक्राइहाल्छु डाक्टर साहब जाउँ न डाक्टर साहब बाले च्यापिसक्यो भने हो त हो डाक्टर साहब एकैछिन अलि चाँडो गर्नु न डाक्टर साहब जाँदैछु त यो ल्याऊ ल हिँड कान्छा भाइहरू यस्तो नसक्नु पनि होइन डाक्टर भेटेन के हो बाबु जान हेरेर आइज मा डाक्टर साहब आउनुभयो ए नानी डाक्टर साहब बिस्तारै उठ्नुहोस् न डाक्टर आउनुभयो अब बाला केही हुँदैन साथी खै हो हात दिनुहोस् यो खोल्नुहोस् न